सबैलाई जय मसी। विश्वास र समर्पणको ठूलो भूमिका हुन्छ। आज हामी अब्राहम जीवनबाट सानो कथा सुन्नेछौँ। स्वागत छ तपाईलाई ग्रेसफुल गड च्यानलमा। यस्तै कथा सुन्नको लागि सबैले सब्स्क्राइब गरिदिनुहोला। अब्राहमको कथा, विश्वास र समर्पणको जीवन। अब्राहमको जीवन बाइबलमा विश्वास र समर्पणको उत्कृष्ट उदाहरण हो। उनको जन्म, उर्तरीको समय र उनको जीवनका कथाहरूले हामीलाई विश्वास, धैर्यता र परमेश्वरप्रति पूर्ण समर्पण सिकाउँछन्। अब्राहमको मूल नाम अब्राहम नभएर अब्राहमको पूर्व नाम अब्राम थियो। उनी उर्तरीको एउटा सानो गाउँ उरमा जन्मेका थिए। उनको परिवार सामान्य किसान थियो र उनीहरूले परम्परागत मूर्ति पूजामा विश्वास गर्थे। तर अब्राहमको जीवनमा ठूलो परिवर्तन तब आयो जब परमेश्वरले उनलाई बोलाउनुभयो। परमेश्वरले अब्राहमलाई भने, तिमी आफ्नो देश, आफ्नो जाति र आफ्नो घर परिवार छोडेर त्यो भूमितिर जाऊ जुन म तिमीलाई देखाउनेछु। अब्राहमले परमेश्वरको आदेशलाई बिना कुनै दुविधा स्वीकारे। उनले आफ्नो परिवार, सबै परिचित र आफूले बाँचिरहेको आरामदायी जीवन छोडेर यात्रा सुरु गरे। यसबाट हामी सिक्न सक्छौं कि विश्वास भनेको कहिलेकाहीँ जोखिम लिनु र अनिश्चिततामा पनि परमेश्वरप्रति पूर्ण भरोसा गर्नु हो। अब्राहमको यात्रा सजिलो थिएन। धेरै कठिनाई र चुनौतीहरू उनका सामना गर्दै आए। उनी विभिन्न भूमि हुँदै चल्दा कहिले सुखद अवस्था भए पनि कहिले कठिन अवस्था जस्तै भोक, प्यास र असुरक्षित परिस्थितिहरू सामना गर्नु पर्यो। तर परमेश्वरको प्रतिज्ञाले उनलाई निरन्तर प्रेरणा दियो। यसले हामीलाई सिकाउँछ कि कठिन परिस्थितिमा पनि विश्वास र धैर्यता जीवनका महत्त्वपूर्ण गुण हुन्। अब्राहमको जीवनमा अर्को महत्त्वपूर्ण मोड तब आयो जब परमेश्वरले उनलाई सन्तानको प्रतिज्ञा दिनुभयो। अब्राहम र उनकी पत्नी सारा वृद्ध भइसकेका थिए र कुनै सन्तान हुने सम्भावना न्यून थियो। तर अब्राहमले परमेश्वरको प्रतिज्ञामा विश्वास राखे। यसरी नै केही समयपछि परमेश्वरको इच्छाले साराले इसाक जन्माइन्। अब्राहमको धैर्यता र विश्वासले हामीलाई सिकाउँछ कि परमेश्वरको समय सदैव उपयुक्त हुन्छ र ढिलो भए पनि सत्य कुरा सधैँ पूरा हुन्छ। तर अब्राहमको विश्वासको परीक्षा तब भयो जब परमेश्वरले उनलाई आफ्नो प्रिय सन्तान इसाकलाई बलि दिनुहोस् भन्नुभयो। यस आदेशले अब्राहमको मनमा भय र पीडा ल्यायो। उनले आफ्नो सन्तानमाथि प्रेम गर्नुहुन्थ्यो, तर उनले परमेश्वरको आज्ञालाई अवज्ञा गर्न सकेनन्। उनी पूर्ण विश्वास र समर्पणका साथ आफ्नो सन्तानलाई बलिदानको लागि लिएर गएका थिए। परमेश्वरले उनको विश्वास देखेर अन्ततः इसाकको जीवन जोगाउनुभयो। यस घटनाबाट हामी सिक्न सक्छौं कि कहिलेकाहीँ जीवनमा परमेश्वरको योजना बुझ्न गाह्रो हुन्छ, तर पूर्ण विश्वासले हामीलाई सही मार्गमा राख्छ। अब्राहमको जीवनमा अर्कै महत्त्वपूर्ण घटना लोतसँगको सम्बन्ध र सधैँ धर्ममा चल्नुपर्ने निर्णयहरू हुन्। जब अब्राहमको परिवार र उनीसँगै बस्ने मानिसहरूको सङ्ख्या धेरै बढ्यो, तब उनीहरूले अलग बस्ने निर्णय गरे। अब्राहमले सधैँ धर्म र प्रेमको मार्ग रोजे र लोतलाई पनि निर्णय गर्न स्वतन्त्रता दिए। यसबाट हामी सिक्न सक्छौं कि नेतृत्वमा निर्णय गर्दा सहिष्णुता, न्याय र प्रेम महत्त्वपूर्ण छन्। अब्राहमले आफ्नो जीवनमा धेरै युद्ध र सङ्घर्षहरू पनि देखे। उनले आफ्नो भूमि र परिवारको रक्षा गर्न समय-समयमा लडाईँ गर्नु पर्यो। तर यसका बावजुद अब्राहमले सधैँ शान्ति र न्यायको मार्ग रोजे। उनले युद्धमा जित भए पनि असल निर्णय र मानवीय मूल्यलाई कहिल्यै बिर्सेनन्। यसले हामीलाई सिकाउँछ कि सफल नेतृत्व र बल सधैँ भौतिक विजयमा मात्र होइन, सही निर्णय र नैतिकताको पालनामा पनि निर्भर गर्छ। अब्राहमको जीवनमा अर्को महत्त्वपूर्ण पक्ष भनेको उनको प्रार्थना र परमेश्वरसँगको संवाद हो। जब अब्राहमको देशमा युद्ध भयो वा मानिसहरू सङ्कटमा परे, उनले परमेश्वरसँग खुला संवाद गरे र सल्लाह मागे। उनको जीवनले देखाउँछ कि हरेक मानवले आफ्नो चुनौतीमा ईश्वरसँग प्रार्थना गर्न र मार्गदर्शन खोज्न सक्छ। अब्राहमको जीवनबाट सिक्ने मुख्य पाठहरू यस प्रकार छन्। पूर्ण विश्वास, कहिलेकाहीँ हामीलाई स्पष्ट नदेखिए पनि विश्वासले सही मार्ग देखाउँछ। धैर्यता, जीवनमा परिणाम पाउन समय लाग्न सक्छ, तर धैर्यले अन्ततः फल ल्याउँछ। समर्पण, कहिलेकाहीँ कठिन निर्णय गर्नुपर्ने हुन्छ, तर पूर्ण समर्पणले सफलता र आशीर्वाद ल्याउँछ। नेतृत्व र न्याय, निर्णय गर्दा प्रेम, न्याय र सहिष्णुता महत्त्वपूर्ण छन्। प्रार्थना र मार्गदर्शन, सङ्कटमा सल्लाह र मार्गदर्शनका लागि परमेश्वरसँग सम्पर्क राख्नु आवश्यक छ। अब्राहमको जीवनले हामीलाई सिकाउँछ कि मानव जीवनमा चुनौती र परीक्षणहरू अवश्य आउँछन्, तर धैर्यता, विश्वास र सही मार्ग रोज्दा मानिसले आफ्नो जीवन सफल र अर्थपूर्ण बनाउन सक्छ। अब्राहमले देखाए कि परमेश्वरप्रति पूर्ण विश्वास र समर्पणले जीवनमा ठूलो सफलता र आशीर्वाद ल्याउँछ। उनको कथा आज पनि हामी सबैका लागि प्रेरणादायी छ। जीवनका कठिन मोडमा अब्राहम जस्तो विश्वास र धैर्यता हामीले अपनाउनुपर्छ। उनको जीवनले देखाउँछ कि चाहे परिस्थितिहरू जटिल र चुनौतीपूर्ण किन नहोस्, सच्चा विश्वास र धर्ममार्ग सधैँ प्रकाशमय र फलदायी हुन्छ।